नमस्कार। आज म नेपाल राज्यको निर्माण र सामाजिक संरचनाको बारेमा थोरै कुरा गर्ने प्रयास गर्नेछु। नेपाल लामो समयसम्म हाम्रो पौराणिक काल पढ्यो भने लामो समयसम्म जङ्गलको रूपमा रहेको निर्जन भूमि नै हो। तर बिस्तारै हिन्दूहरूको उदयपछि, फारसी र हिन्दूहरूको उदयपछि हाम्रो हिमाली क्षेत्र चाहिँ एउटा घमाइलो ठाउँ भएकोले गर्दा तपोभूमिको रूपमा हिमाली क्षेत्रका, पहाडी क्षेत्रका मन्दिरहरू, गुम्बाहरू, नदीका खोजहरू र लगायतका ठाउँहरूमा भनौँ न सङ्गमहरूमा यो तपोभूमि ध्यान क्षेत्रको रूपमा विकास भएको देखिन्छ। यही निर्जन भूमि जङ्गलले घेरिएको ठाउँ चाहिँ फेरि हामी अहिले धेरै सुन्न पाउँछौँ। सिल्क रोड यहीँबाट जाने हुनाले धेरै फारसी व्यापारीहरू, युरोपियन व्यापारीहरू, अमेरिकन व्यापारीहरू सिल्क रोडको एन्ड पोइन्ट भनौँ, अन्तिम बिन्दु हाम्रो यो कसगर, चाइनाको कसगरसम्म यहीँबाट यात्रा गर्ने। त्यसपछि चौरीको पुच्छर, खास गरी हामी चमर भन्छौँ हिन्दू फारसीहरू, र गाईको घिउ, चिराइतो, ऊन लगायतको सामानहरू आवत जावत गर्दा, लाँदा ल्याउँदा गर्ने व्यापार चलेको ठाउँ भनेर यसरी चिनिएको थियो भने कालान्तरमा त्यही तपोभूमिमा जब फारसीहरू सिल्क रोडको माध्यमबाट आए, उनीहरूले एउटा अर्को व्यापारको सम्भावना पनि देखे। यो जङ्गल, हिमाली र पहाडी मैदानहरूमा कि चिराइतो प्रशस्ति पाइँदो रहेछ र चिराइतोहरू कलेक्सन गर्नलाई स्थानीय घुमन्ते मानिसहरूलाई जिम्मा लगाए र जसलाई संस्कृत भाषामा, फारसी भाषा बन्नुभन्दा पूर्व संस्कृत भाषा जति बेला विकास भइरहेको थियो प्राचीन कालमा, संस्कृत भाषामा चिराइतोलाई किरायता भन्ने हुनाले त्यो चिराइतो सङ्कलन गरेर उपलब्ध गराउने जातिलाई उनीहरूले किरायता भन्दै आज त्यो जाति किराँत भनेर चिनिन्छ। खासमा उनीहरू खुम्बु हुन् र खुम्बु भन्नाले खम्बुवानहरू, अहिले पनि हामी खम्बुवानमा बस्छौँ भन्नुहुन्छ। प्राचीन कालको त्यसरी हेर्दा कहाँबाट खुम्बुहरू खम्बुवान भयो भन्दा चाहिँ यो कम्बोडियालाई त्यति बेला खम्बोडिया र कम्बोडियाका बासिन्दा खुम्बु भन्ने चलन भएकोले उनीहरू उताबाट आएको देखे पनि डिएनए परीक्षण लगायत वैज्ञानिक परीक्षण गर्दा उनीहरू चाहिँ युरोपको पूर्वी उत्तरी युरोप, रसियादेखि बेलायतको बिचको एरियातिर उनीहरूको उत्पत्ति भएको देखिँदो रहेछ। यो घुमन्ते थलो हो त्यो खुम्बु जातिहरूको पनि। र पछि फारसीहरू आइपुगे र फारसीहरूले आफ्नो भाषा, संस्कृत र लोकल भाषा मिसिएको जुन फारसी भाषा बोल्थे, त्यही फारसी भाषाबाट भन्दा यो नाम रहेको भन्ने कुरा गरिसकेपछि यो भूमि अझै कालान्तरमा, प्राचीन कालमै गएर हेऱ्यो भने कालान्तरमा राज्यविहीन अवस्थामा नै थियो। तर जति बेला हामीले शाकुन्तल भरतको कथा सुन्छौँ, त्यो कथामा भरतले चाहिँ नै यो एरियाको शासन सम्हालेको हुनाले अहिलेको भारत लगायत नेपाल, यो हिमाली क्षेत्रलाई भारत भनेर तत्कालीन अवस्थामा चिनिएको, लामो समयसम्म भारतवर्ष भनेर अहिले पनि हाम्रा पुराणहरूमा, महाभारतमा र पुराना प्राचीनतम ग्रन्थहरूमा, मिथोलोजीहरूमा पाइन्छ। यो भारतवर्ष नै भनेर, हिमालखण्डे भारतवर्षे भनेर भनिन्छ। त्यो शाकुन्तल भरतबाट नै यो चाहिँ रहेको भने अहिलेको इन्डिया चाहिँ खास गरी लक्ष्मण भरत, राम भरत भनौँ न, भरतले शासन गरेकोले भारत भएको भन्ने कथा पाइन्छ। तर नेपाल चाहिँ नि अब नेपाल भनेर रहन गयो। कसरी भन्नुहुन्छ भने पहिला त नेपाल थिएन। अब यो प्राचीन कालको अन्ततिर आउँदाखेरि देश चाहिँ टुक्रा टुक्रा भएर टुक्रिसकेको थियो र त्यो भरतको शासन सकेर टुक्रा टुक्रा भएको अवस्थामा 22-24 राज्यहरू निर्माण हुने क्रममा थियो भनौँ न। त्यसैले बिस्तारै त्यो निर्माण हुने क्रम भयो र त्यही निर्माण हुने क्रम सँगसँगै विभिन्न जातिहरू पनि विभिन्न ठाउँबाट माइग्रेट गरेर आउने कुराहरू भए र त्यसरी आउने कुरामा यहाँको भूमि चाहिँ फर्टाइल, अलिकति उत्पादक भएर समाज, घना बस्तीहरू बस्न गयो र त्यसमध्ये पनि कर्णाली राज्य
भनेको अहिले कर्णाली राज्यभन्दा अब म चाहिँ त्यो बिचबिचको कालमा आउँ, त्यसपछि प्राचीन काल पछि गएर मध्यकालतिर नै पसौँ। त्यति बेला पस्दा चाहिँ खास गरी यो कर्णालीका 24 राज्यहरू चाहिँ हाम्रो अहिलेको त्रिशुली नदी भन्दा पश्चिमतिर 24 राज्यहरू थिए भने त्यहाँभन्दा पूर्व अहिलेको गुवाहाटीसम्म असम, सिलगढी, गुवाहाटी, सिक्किम यो एरियामा 22 राज्यहरू थिए। यही 22-24 राज्यहरू भए र जात जातिको कुरा गर्दा चाहिँ हामी यहाँ बस्ने मान्छेहरू अब पश्चिममा त हामी भन्छौँ नि केदार नजिकै काश्मीरसँग सिमाना जोडिएको नेपाल चाहिँ नै 24 राज्यभित्र थियो भने पछि मुसलमानको आगमन हुने समयसम्ममा मुसलमानको उत्पत्ति हुँदा 6औं शताब्दी भनौँ मा धेरै मानिसहरू यो हिमाली क्षेत्रमा पसे भनेपछि यो देशको सामाजिक संरचनामा अब कुरा गर्ने हो भने एकापट्टि चाहिँ कसगरिया व्यापारीहरू जुन चाहिँ फारस अथवा पर्सियामा उत्पत्ति भएका मान्छेहरू कसगर व्यापारसम्म गएर हाम्रो टिबेट चाइनाको केही क्षेत्रमा बसोबास गरेका मान्छेहरू पनि यतातिर बसोबास सरे भने एउटा चाहिँ यताबाट गएकै मान्छे उताबाट आएको पनि देखिन्छ। जस्तै कर्णालीमा जाने हो भने 24 राज्य भन्दा कर्णाली राज्यभित्र हेऱ्यौँ, कर्णालीमै भने चाहिँ नाग राजा हामी पहिलो राजा मान्छौँ। नाग राजालाई पहिलो राजा मान्ने हुन् भने उनी चाहिँ फारसीहरू अथवा कसगरियाहरू, जसलाई खस भन्छौँ हामी अहिले गएर कसगरियाहरू, त्यो खस भनेको आर्य र खस भन्ने अर्थमा होइन कि आर्य र खस भनेको आर्यन संस्कृति मान्ने, आर्य भनेको इरानियनहरू मध्येकै एउटा सब ग्रुप अथवा सहायक समूह हो, जसलाई चाहिँ शुद्ध भन्ने अर्थमा